एकचोटि यो भिडियो फुल हेर्नु अनि आफ्नो छोराछोरीहरूलाई पनि देखाउनु है, अनि बुझ्छन् तिनीहरूले। बाबा आइफोन किनिदिनु न। बाबा आइफोन कति? बाबा किनिदिनु न प्लिज। आजकलको जमाना पनि के हो, हरेक महिना केही न केही नयाँ सामान आउने, आफ्नो तलब भने त्यही हो। तसँग राम्रो फोन छ नि, आइफोन नै किन चाहियो? अनि सबै साथीहरूको आइफोन छ, कस्तो क्लास देखिन्छ। आफ्नो चाहिँ निकाल्न नि अप्ठ्यारो लाग्छ तिनीहरूको अगाडि। क्लास देखाउनु पर्यो, घर खर्च, घरको भाडा, तेरो कलेजको फी, यताउता, यतिले त घर चलाउन धौधौ पर्छ। देखाउनु पर्यो तँलाई क्लास। तपाईँहरू कहिले भन्ने कुरै किनिदिनु हुन्न। चुप लाग्यो, तिमी कति कराउँछौ छोरीलाई? अनि के त, तपाईँले त बिगा